ईश्वरलाई करोड करोड धन्यवाद यो निस्किनमा हिमाल पहाड तराई सबैलाई समेट्ने एकमात्र सच्चाइ विश्वकै अग्रज अगुवा प्रकाश सर र सुशीला म्यामलाई नम्र नमन साथै ईश्वरको भरिपूर्ण आशिष र प्रेम र आज मलाई यस स्टेजमा गवाई प्लस शिक्षा बचाउनको लागि टाइम दिनुहुने हाम्रो सञ्चालक प्रकाश शर्मा पनि ईश्वरको भरिपूर्ण आशिष साथै देश विदेशमा पनि शाखा खोलेर शाखा चलाउने शाखा प्रमुख उपप्रमुख लगायत सम्पूर्ण लिडरमा पनि मेरो नम्र नमन साथै ईश्वरको भरिपूर्ण आशिष र यस मरुभूमिमा पनि आफू मात्र उद्धार पाएर हुँदैन सम्पूर्णलाई उद्धार गरेर सुधार गराउनुपर्छ भनेर यस कतारको मरुभूमिमा पनि सच्चाइको बिउ रोपेर यस शाखा कतार खोल्नुहुने हाम्रो प्रमुख बिएम शर्मा पनि नम्र नमन साथै ईश्वर भरिपूर्ण आशिष र यस सच्चाइ शाखालाई निरन्तर हात काँध र काँध बढेर मिलेर अगाडि बढाउनु हुने सम्पूर्ण लिडर सर र म्यामहरूमा पनि मेरो नम्र नमन साथै ईश्वरको भरिपूर्ण आशिष र यस शाखा कतारमा आउनुहुने सम्पूर्ण ईश्वरका प्यासी सन्तानहरूमा पनि मेरो नम्र नमन साथै ईश्वरको भरिपूर्ण आशिष र मेरो घर पोखरा र मैले ईश्वर चिनेको मेरो आफ्नै कारणले हो। मेरो घरमा कुनै समस्या थिएन। मेरो समस्याले गर्दाखेरि मेरो घर परिवारमा निकै मतलब आफ्नो घरको एउटा चाहिँ कुनै सदस्यहरू त्यस्तो छ भने आफ्नो घरको परिवारलाई निकै नै को हुन्छ नि समस्या मतलब और आफ्नो नभए आफ्नो सन्तान भयो आफ्नो भए जस्तै हुन्छ होइन। त्यस कारणले गर्दा उहाँले विभिन्न माध्यमबाट सच्चाइ चिन्नुभयो र मलाई विभिन्न किसिमले उहाँले भन्नुहुन्थ्यो तपाईँ सच्चाइमा जानु भन्नुहुन्थ्यो। तर म चाहिँ के भन्थेँ भने यो सच्चाइमा आएर वास्तवमा भन्नुपर्दाखेरि भजन गाएर यस्तो चाहिँ के अरे चाहिँ तपाईँको चाहिँ के अरे दुई चारवटा शब्द सुन्दैमा हामी चाहिँ त्यसरी चाहिँ भलासँग हुने भए यत्रो डक्टर पिएचडी अथवा यत्रो चाहिँ खर्च गरेर किन चाहिँ यत्रो चाहिँ के अरे चाहिँ गर्नु पर्थ्यो भन्ने मेरो सोचाइ हुन्थ्यो र उहाँलाई मैले तुच्छ वचनले उहाँलाई त्यसरी सम्झाउँथेँ। तर उहाँले होइन एकचोटि गएर त हेर्नुहोस् न गएर त बुझ्नु न भनेर भन्नुहुन्थ्यो र यसमा मलाई सच्चाइ चिनाउनु मेरो आफ्नो साली मतलब बहिनी उहाँले पहिला चिन्नु भएछ अनि त्यसपछि चाहिँ मेरो आफ्नो मिसेसलाई भन्नुभएछ। मिसेस फेरि अब हामी त हिजो त्यही संसारबाट हुर्किएको होइन। मिसेस लुकी छिपी गाउँले अथवा चाहिँ छिमेकीले देख्छ कि भन्दै लुकी छिपी जानु हुँदो रहेछ। मलाई पनि भन्नुहुन्थेन। अनि मैले थाहा पाएपछि किन यस्तो गरेको भन्दाखेरि त्यो त आफ्नो चाहिँ धर्म संस्कृति आफ्नो चाहिँ किन यसरी मेटा हिँडेको भनेर चाहिँ समाजले अलग गर्छ हामी त्यो समाजमा जिउनलाई गाह्रो हुन्छ भनेर म आफै चाहिँ उहाँलाई पनि तिरस्कार गर्थेँ। फेरि पनि उहाँ मान्नुहुन्थेन। कसको लागि म तपाईँको लागि चाहिँ लिपु छिपी जान्छु तपाईँको लागि चाहिँ मैले चाहिँ के अरे मागेको छु ईश्वरसँग भनेर भन्नुहुन्थ्यो। फेरि पनि म चाहिँ बुझ्ने कोसिसमा हुने थिएन। लगभग उहाँ चाहिँ 3-4 साल कन्टिन्यू त्यसरी नै जानुहुन्थ्यो लुकी छिपी। अनि मलाई के भयो भन्दाखेरि वास्तवमा चाहिँ मेरो आत्मामा पक्कै पनि चाहिँ ईश्वरले पहिले नै वास गर्नुभएको छ तर मलाई चुन्नको लागि चाहिँ ढिलो गर्नुभएको छ छैन होइन। अनि मैले पनि एउटा मलाई भित्र आत्मामा के जाग्यो भने एकचोटि गएर हेरौँ न त के हुँदो रहेछ कस्तो रहेछ। बाहिरबाट हेर्दाखेरि त अब यस्तो चाहिँ ट्याग लगाएको छ त्यहाँ गएर के हुँदो रहेछ त्यहाँको चाहिँ बुझौँ न त भन्ने मलाई उत्सुक भयो लगभग यहाँभन्दा 2 वर्ष पहिला। अनि त्यो छुट्टीमा म गएँ। छुट्टीमा म त्यहाँ गएपछि अनि मेरो चाहिँ मिसेस अनि मेरो आफ्नो साली नानीले चाहिँ जबरजस्ती जाऊँ न भन्नुभयो। मेरो पनि जबरजस्ती भन्नाले मेरो आत्माले चाहिँ जाउँ जस्तो लाग्यो। अनि म गएँ। त्यहाँ गइसकेपछि के भयो भन्दाखेरि लगभग हामी चाहिँ पहिलो प्रार्थनामा गएका थियौँ। त्यहाँ भजनको गवाई सिक्दै रहेछ भजन चल्दै रहेछ। वास्तवमा मलाई चाहिँ शैतान यति झगडाएर चाहिँ कि मलाई चाहिँ त्यो त्यहाँ गएपछि मलाई थाहा भयो के भयो भने त्यहाँ भजन चलिरहेको थियो सबै चाहिँ मजाले इन्जोय गर्नुभएको थियो। मतलब
ईश्वरमा चाहिँ तन मन दिएर उहाँले चाहिँ एकदम राम्रो तरिकाले सुन्नुभएको रहेछ। जब म त्यो मन्दिरभित्र पसेँ तब मलाई के भयो भन्नुहुन्छ भने यो चाहिँ मेरो त्यो दाहिने कान मैले चाहिँ एकदम कम्ती सुन्थेँ पहिला। त्यो दाहिने कानबाट यो मेरो पहिलो गवाए है, दाहिने कानबाट एकदम चाहिँ धुवा निक्लियो बस, त्यहाँ निक्लियो त्यो म त्यो आफ्नो सच्चाइ बनाउँदै होइन, त्यहाँबाट मेरो दाहिने कानबाट धुवा निक्लियो। मेरो घरबाट चाहिँ के अरे 10 मिनटमा चाहिँ त्यहाँ त हरियो खर्क हस्पिटल छ, लगभग तपाईँको चाहिँ एकदम चाहिँ त्यो विदेशी पोजिटिभ विश्व प्रख्यात त्यो हड्डी र नाक कानदेखि लिएर सबैको चाहिँ एकदम राम्रो इलाज हुन्थ्यो। त्यहाँ गएर मैले चाहिँ यहाँ त्यो सच्चाइ केन्द्र जानुभन्दा पहिला म त्यहाँ गएर इलाज गराएको थिएँ। त्यो चाहिँ डक्टरले मलाई के भन्यो, तपाईँको चाहिँ भित्र कानको जाली फुटेको छ, तपाईँ कानको जाली हाल्नुपर्छ भनेको थियो मलाई। त्यो सच्चाइ जानुभन्दा पहिल्यै त्यो त्यहाँ गएको थिएँ म। अनि म त्यहाँ सच्चाइ गइसकेपछि जब मैले त्यो कानको धुवाबाट निक्ल्यो त्यसपछि मैले सुन्न थालेँ दाहिने कान। यतिसम्म झड्काएर राखेको रहेछ कि मलाई चाहिँ के अरे चाहिँ शैतानले आज म एकदम चाहिँ यस्तो चाहिँ ह्याप्पी छु कि मलाई त यस्तो झगडा आयो कि हृदय दबदबमा के अरे चाहिँ एकदम चाहिँ ढालेरै नसकेर चाहिँ मेरो आत्माभित्र चाहिँ के अरे चाहिँ ईश्वरले मलाई राख्नु भएको रहेछ, तर मलाई चुन्नलाई ढिलो गर्नु भएको रहेछ। मलाई यति झगडा आएको रहेछ कि शैतानले त्यो चाहिँ म अहिले त्यो बयान गर्न सक्दिनँ कि मेरो चाहिँ खासा जागिर पनि खासा बसाइ थियो, घरमा पनि सब बच्चा राम्रो पढिरहेको थिएँ, मैले प्रगति गरिरहेको थिएँ। तर जबसम्म मलाई नडरासम्म त्यो शैतानले मेरो चाहिँ के अरे त्यो चाहिँ तहस गर्न नसक्ने स्थिति भयो। शैतानले मलाई यस्तो झगडायो कि मेरो चाहिँ पिसमा शैतानले चाहिँ एकदम चाहिँ यस्तो बनाएर रहेछ क्या। जब म त्यहाँ पसेँ त्यसपछि म यस्तो आनन्द छु कि ईश्वरले चाहिँ कोही बयान गर्न नसक्दिनँ। यतिसम्म हेर्नुहोस् मैले यो चाहिँ के अरे चाहिँ गवाएँ। जब म चाहिँ के अरे 24 घन्टा 12 घन्टा काम गर्थेँ, रात 12 घन्टा रहन्थ्यो, त्यो 12 घन्टा काम भइदियो हुन्थ्यो किनकि मलाई निद्रा आएको थिएन। किनकि अब रात पर्छ सबै सुतेको हुन्छ, एकान्त म कहाँ जानु होइन। म चाहिँ रातमा 3 पटक चाहिँ के उठेर चाहिँ वाकिङ गर्थेँ सर, निद्रा नआयो। यतिसम्म झगडा आएको थियो कि मलाई। जब म ईश्वर चिने, जब ईश्वर चिने नि म, तब म चाहिँ के अरे मेरो सुत्ने इभिनिङको प्रार्थना हुन्छ, इभिनिङको प्रार्थना बेडबाट जब म बेडमा प्रार्थना गरेर 5 मिनट बाद पल्टियो भने म बिहान उठेर चाहिँ भलसँग भएर उठ्छु। आज यतिसम्म झगडा आएको थियो कि मलाई। जब म यो चाहिँ कतार शाखामा पस्दाखेरि पनि म यो मेरो आँखा चाहिँ एकदम चाहिँ ब्लक भइसकेको थियो। म चाहिँ हमाद हस्पिटल फलोअपको लागि जान्थेँ। हमाद हस्पिटलमा गएर डक्टरले मलाई के भन्यो भने तपाईँको यो आँखा चाहिँ सबै निकाल्नुपर्छ, तपाईँ यो आँखा चाहिँ एउटा आँखा ब्लक गर्नुहोस्, अर्को आँखाले हेर्नुहोस् भने। मैले मानिनँ। अनि म यता आइसकेपछि अहिले म हेर्नुहोस् एकदम भलचङ्ग छु। यो कुनै रियल कहानी होइन, यो कुनै मेरो आफ्नो प्रत्यक्ष घटना हो र म आफै प्रत्यक्ष यसको साक्षी हुँ। ईश्वरले जब ईश्वरमा मन लगाउनुहुन्छ असम्भव भन्ने कुरो केही पनि हुँदैन। हामी भन्छौँ नि के अरे चाहिँ जबसम्म चाहिँ उ गरेन तबसम्म चाहिँ केही हुँदैन भन्ने। जबसम्म चाहिँ हामीले चाहिँ मन बनाउँछ नि, हाम्रो सरले चाहिँ यहाँ हाम्रो कतार शाखाबाट चाहिँ हाम्रो प्रकाश सरले निकाल्नु भयो नि, मन बनाउनुपर्छ। त्यो चाहिँ भजन मलाई लागु हुन्छ कि अथवा तपाईँलाई लागु हुन्छ। किनकि कुनै पनि काम गर्नुहोस्, कुनै पनि तपाईँले चाहिँ गर्नुहोस्, जबसम्म तपाईँ भित्रबाट प्रिपेयर हुनुहुन्न नि यो मनमा, जबसम्म तपाईँ भित्र चाहिँ मैले केही गर्नुपर्छ भने तपाईँ यो मन बनाउनुहुन्न नि, तबसम्म तपाईँको काम बन्दैन होइन। म यो काम गर्छु, यो म गर्नै पर्छ भने तपाईँले मन बनाउनुहोस् न। अनि मलाई ईश्वरले फलोअप गर्नुहुन्छ, तपाईँलाई यो बाटो जा, त्यो बाटो जा, यसरी जा, उसरी जा भनेर ईश्वरले तपाईँलाई प्रत्यक्ष आएर त यो फलान थाहा छ भनेर भन्नु न। तपाईँ कुनै न कुनै माध्यमबाट ईश्वरले हजुरलाई कुनै न कुनै माध्यमबाट जुटाइदिनुहुन्छ। सपोज म कहीँ जानु छ अथवा मैले त्यहाँ चिनेको छैन भने तपाईँले ईश्वरलाई अगाडि लगाएर जानुहोस्। तपाईँ त्यही जान्नु भएको छैन तर जान्ने मान्छेले तपाईँलाई त्यहाँ ठोक्काइदिनुहुन्छ क्या ईश्वरले। त्यो मान्छेसँग भेट भयो है भनेर तपाईँलाई ईश्वरले त्यहाँ अगाडि खडा गराइदिनुहुन्छ। तपाईँ त्योसँग
गर्नुहुन्छ तपाईँलाई त्यो कामको लागि इजी एकदम सजिलो बाटो लानुहुन्छ। ईश्वरले गरिदिनुहुन्छ भने ईश्वरले चाहिँ पहाड झारिदिनु त हुनुहुन्न नि, पहाड झारेर तपाईँलाई सम्भव बनाइदिनु त होइन। तर तपाईँ मन बनाउनुहुन्छ, ईश्वरलाई पुकारेर जानुहुन्छ भने ती कुराहरू असम्भव भन्ने कुरो छँदै छैन, पुरै सम्भव छ ईश्वर। होइन, त्यस कारणले गर्दा म यो यति मेरो आफ्नो चाहिँ प्र्याक्टिकलहरूमा धेरै सानो कुरादेखि लिएर म ठुल्ठुलो एकदम चाहिँ ठुल्ठुलो कुरो पाएको छु ईश्वरमा। जब म 2 साल भयो ईश्वर चिनेको, म एकदम प्रफुल्ल छु, म एकदम चाहिँ ह्याप्पी छु एकदम। ईश्वरको म जतिसुकै वर्णन गर्ने म चाहिँ सक्दिनँ। जबकि हामी ईश्वरलाई पुकार्छौँ, ईश्वरलाई अगाडि गर्छौँ, ईश्वरको कुनै पनि माध्यमहरू हामी चाहिँ अगाडि बढाउँछौँ भने ईश्वरले चाहिँ तपाईँलाई कहिले पनि नकार्नुहुन्न। ईश्वरले तपाईँप्रति तपाईँको भन्नुहुन्छ तेरो सङ्ग छु, एउटा उछ नि के अरे तपाईँको चाहिँ के अरे भजन छ नि, तेरो सङ्गमा हुनेछु, तेरो आङमा हुनेछु, तेरो चाहिँ उसमा हुनेछु भन्ने एउटा चाहिँ भजन छ नि, त्यो भजन पनि कुनै चाहिँ के अरे चाहिँ ऊ भएको होइन। त्यो यी भजनहरू यी वचनहरू सम्पूर्ण के हुन्छ भन्दाखेरि हाम्रो जीवनमा प्र्याक्टिस भएर त्यो प्र्याक्टिकल भएर अनि बल्ल त्यो वचन भएको छ, त्यो बल्ल के अरे भजन भएको छ। त्यस कारणले हामीले गहिरो रूपमा एकदम चाहिँ कुनै पनि समस्या होस्, कुनै जेसुकै होस्, वचन तपाईँले राख्न सक्नु भयो भने भजन राख्दा पनि हुन्छ। तपाईँलाई समस्या आयो भने त्यो भजन तपाईँले आफ्नो चाहिँ त्यो समस्यासँग मेल खाने भजनलाई तपाईँ के अरे चाहिँ सम्झनुहोस्, त्यति बेला तपाईँलाई चाहिँ उद्धार हुन्छ। होइन भन्दै समयको पाबन्दीको कारण यो चाहिँ मेरो आफ्नो चाहिँ गवाई प्लस शिक्षा वचन मैले यहीँ समाप्त भएको जानकारी गराउँछु। र जति पनि जति आफ्नो इच्छा चाह यो महिमा हलमा अथवा समस्या बोकेर आउनु भएको छ हजुरहरूले, आजको यो महिमा हलभित्रै हजुरको समस्याहरू, रोगहरू, जति पनि समस्याहरू, ती समस्याहरू यी महिमा हलमा छोडेर जाने योग्यको हजुरलाई बनाइसक्नु भयो ईश्वरले भन्दै हस्त बिदा हुन्छु। हस्त नमस्कार, धन्यवाद।